नमस्ते गाइज, आज म तपाईहरुलाई एकदमै भाइरल भइरहेको नेचुरल हेयर ग्रोथ रेमेडी रोजमेरी वाटरको बारेमा बताउँदैछु। यो सिम्पल होममेड स्प्रेले साँच्चै हेयर फल कम गर्न, स्क्याल्प हेल्दी बनाउन र बेबी हेयर ग्रोथ सपोर्ट गर्न हेल्प गर्न सक्छ त। आजको यस जानकारीमा म तपाईलाई रोजमेरी वाटर कसरी बनाउने, कसरी युज गर्ने र कस्तो रिजल्ट एक्सपेक्ट गर्न सकिन्छ यो सबै सिम्पल नेपालीमा बताउनेछु। सो अन्त्यसम्म सँगै रहनुहोला है। अब सोशल मिडियामा हेर्ने हो भने त यसलाई एउटा रातारात हुने जादुई समाधान अथवा भनौं ओभरनाइट मिराकलकै रूपमा देखाइन्छ नि हैन त। तर यसको पछाडिको रियालिटी भनेको कुनै जादु होइन। यसमा पाइने बोटानिकल प्रपर्टिज र तपाईको आफ्नै कन्सिस्टेन्सी हो। यो एउटा प्योर प्राकृतिक र वैज्ञानिक प्रक्रिया हो। आज हामी यो ट्रेन्डको परिचय, यसलाई घरमै बनाउने तरिका, सही प्रयोग विधि, नतिजाको वास्तविक अपेक्षा र समग्र हेयर केयर टिप्सहरू कभर गर्दैछौं। पहिलो कुरा, यो भाइरल ट्रेन्ड आखिर हो चाहिँ के त? सिम्पल भाषामा भन्नुपर्दा रोजमेरी एउटा हर्बल प्लान्ट हो। यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र स्क्याल्पलाई स्टिमुलेट गर्ने अर्थात् जगाउने प्रपर्टिज हुन्छन्। रिसर्चले के देखाउँछ भने यसले हाम्रो टाउकोको छालामा ब्लड सर्कुलेसन एकदमै इम्प्रुभ गर्न हेल्प गर्छ र जब जराले राम्रोसँग ब्लड र पोषण पाउँछ नि तब हेयर शेडिङ वा कपाल झर्ने समस्या अटोमेटिकली कम हुन थाल्छ। धेरै मानिसहरूले यो युज गरेपछि नयाँ बेबी हेयर पलाएको र स्क्याल्प हेल्दी भएको फिल गरेका छन्। तर अघि भने जस्तै एकै दिनमा चमत्कार चाहिँ हुँदैन है। यसको लागि एकदमै धेरै निरन्तरता चाहिन्छ। कन्सिस्टेन्सी इज की। अब जाउँ सबैभन्दा इम्पोर्टेन्ट पार्टमा, यसलाई बनाउने तरिका। यो मिश्रण घरमै तयार गर्न एकदमै सजिलो छ। हामीलाई चाहिने सामग्री भनेको जम्मा 2 ग्लास सफा पानी र 2 चम्चा सुकेको वा फ्रेश रोजमेरीको पात हो। बस यति नै। यसमा कुनै केमिकल पर्दैन, सबै कुरा 100% नेचुरल। प्रोसेस पनि एकदम सिम्पल छ। सुरुमा पानी उमाल्नुस्, त्यसमा रोजमेरीको पात हाल्नुस् अनि करिब 10 देखि 15 मिनेटसम्म सानो आगोमा उमाल्नुस्। जब पानीको रङ हल्का गाढा वा डार्क हुन थाल्छ नि तब ग्यास अफ गर्नुस् अनि यसलाई मज्जाले सेलाउन दिएर एउटा सफा स्प्रे बोतलमा खन्याउनुस्। भयो त तपाईको होममेड हेयर ग्रोथ स्प्रे तयार। तर एउटा सानो कुरा याद राख्नुहोला है, यो स्प्रेलाई फ्रिजमा राखेर करिब 1 हप्तासम्म मात्र युज गर्न सकिन्छ। त्यही भएर एकैचोटि धेरै बनाएर राख्नुभन्दा हरेक हप्ता फ्रेश बनाएर युज गर्नु नै सबैभन्दा राम्रो हुन्छ। स्प्रे त बन्यो, तर यसको सही प्रयोग विधि के हो त? यसको बेस्ट रिजल्टको लागि यो झोललाई सिधै आफ्नो हेयर रुट्स र स्क्याल्पमा स्प्रे गर्नुस्। त्यसपछि ब्लड सर्कुलेसन बढाउन 2 देखि 3 मिनटसम्म हल्का हातले मसाज गर्नुस्। सबैभन्दा राम्रो कुरा, यसलाई धोइरहनु पर्दैन, यत्तिकै लिभ इन गर्न मिल्छ। हप्तामा 3 देखि 4 पटकसम्म यो रुटिन फलो गर्नुभयो भने एकदम राम्रो हुन्छ। तर विचार गर्नुपर्ने कुरा, जति धेरै लगायो त्यति छिटो कपाल आउँछ भन्ने माइन्डसेट चाहिँ नराख्नुहोला नि। धेरै ओभर युज गर्दा स्क्याल्प ड्राई हुने या इरिटेसन हुने समस्या आउन सक्छ। त्यसैले ठिक्क मात्रामा मोडरेसनमा युज गर्नु नै बेस्ट अप्रोच हो। अब कुरा गरौँ रिजल्टको अपेक्षा र टाइमलाइनको बारेमा। यहाँनिर सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको पेशेन्स अर्थात् धैर्यता हो। हेयर ग्रोथ भनेको आफैमा एकदमै स्लो प्रोसेस हो। केही हफ्ता वा महिनापछि हेयर फल कम भएको र सानसाना बेबी हेयर्स पलाएको पक्कै नोटिस हुन सक्छ। तर रिजल्ट पर्सन टु पर्सन फरक हुन्छ, किनभने हाम्रो स्ट्रेस लेभल, डायट, निद्रा, हर्मोन र हेयर केयर ह्याबिट्स जस्ता कुराहरूले यसमा एकदमै ठूलो रोल खेलिरहेका हुन्छन्। र त्यही कारणले गर्दा कपालको समग्र स्याहार अथवा होलिस्टिक अप्रोच एकदमै जरुरी हुन्छ। रोजमेरी वाटरले मात्रै म्याजिक गर्छ भनेर बस्नु हुँदैन। यसको साथसाथै प्रशस्त पानी पिउने, डाइटमा प्रोटिनयुक्त खानेकुरा खाने, एकदमै टाइट हेयरस्टाइल अभोइड गर्ने, कपालमा चाहिने भन्दा बढी हिट युज नगर्ने र स्क्याल्प सधैँ क्लिन राख्ने जस्ता ह्याबिट्स पनि एड गर्नुपर्छ। यो कुराले भित्रैदेखि कपाललाई स्ट्रङ बनाउँछन्। अल्टिमेटली सम्पूर्ण कुरा एउटै लाइनमा आएर जोडिन्छ। हेल्दी स्क्याल्प इक्वल्स टु हेल्दी हेयर। स्वस्थ टाउकोको छाला नै बलियो, बाक्लो र राम्रो कपालको मेन फाउन्डेसन हो। सो गाइज, यो थियो रोजमेरी वाटर हेयर ग्रोथ रेमेडीको रियालिटी। अब सबैभन्दा ठूलो प्रश्न, के प्राकृतिक नतिजाको लागि तपाईँ यो कन्सिस्टेन्सी मेन्टेन गर्न सक्नुहुन्छ त? यदि तपाईँले यो रोजमेरी वाटर ट्राई गर्नुभएको छ भने कमेन्टमा आफ्नो एक्सपिरियन्स पक्कै सेयर गर्नुहोस् है। आजको यो जानकारीमूलक प्रस्तुतिमा अन्त्यसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। सी यू इन द नेक्स्ट one. Green